हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, सेवा। म फेरि पनि आइसकेकी छु न्यू डे न्यू भ्लग लिएर। मिस राई, फर्स्ट अफ अल त थ्याङ्क यू सो मच है मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई, किनभने मेरो फर्स्ट भिडियोलाई यति धेरै माया गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरी सपोर्ट गर्नुभएकोमा र आगामी दिनमा पनि यस्तै माया गर्नुहुन्छ भन्ने आशाका साथ आजको ब्लग स्टार्ट गरौँ है त। कृपया स्किप नगरिकन अन्तिमसम्म हेरेर कमेन्ट गरिदिनु होला है। फाइनली म रेडी पनि भइसकेँ। अब हामी सिधै नानाको घरमा जानेछौँ अनि त्यसपछि हामी गुराँस टिप्न जाने भनेको। हेरौँ अब पानी चाहिँ पर्न लागेको छ। पार्किङमा त झरियो, तर यहाँ यति धेरै स्कुटर बाइकहरू छ। मेरो स्कुटर चाहिँ अगाडि छ, सार्नु पर्ने हुन्छ स्कुटरलाई। मेरो पार्टनरहरू चाहिँ जहिले पनि ढिलाइ पुग्नुहुन्छ, त्यही भएर म यहाँ बाटोमा बसेर वेट गरिरहेको छु, किनभने सधैँ पनि ढिला गर्ने हो। यहाँ बसेर कुरा काट्यो भने पनि थाहा हुँदैन, भरे भिडियो हेरिसकेपछि थाहा हुन्छ। हेलो हेलो मेरो पार्टनरहरू आइपुग्यो बल्ल। गाडीभित्र पसेको त मोबाइल त। नानाहरूको घरमा आइसकेको छौँ। ओ नाना, हेलो हेलो मेरो गाईहरूलाई स्वागत छ मेरो भ्लगमा। रेडी भएको मान्छे यस्तै, अब यस्तो ल ल ल कति राम्रो भ्लग बनाउनु हिँडेको मान्छे नानाहरूकोमा आएर पनि यहाँ लजाउँदै लजाउँदै पिस्टो टिप्दैछु भने त। जङ्गल हिँडेको छौँ है हामी चाहिँ। गुराँस टिप्नु हिँडेको, तर गुराँसले हामीलाई टिप्छ कि हामीले गुराँस टिप्छौँ थाहा छैन। गुराँस सानो सानो देख्न थाल्यो, त्यसमा चाहिँ यो गुराँसै जस्तो देखिँदैन रहेछ। त्यसो गरी भिडियो बनाउनु पर्छ, तर म कसरी घरमा के निस्किनु? गुराँस टिप्नु गएको मान्छे यहाँ नजिक चाहिँ भ्युवर्सहरू हुनुहुन्छ। छालै उद्रेको नि यहाँ। गुराँस टिपेको उपलक्ष्यमा नाचिदिनुहोस् त गाइजहरू।
गुराँस टिप्नु गएको उहाँ चाहिँ एउटा गुराँस पाएर खुसी हुनु एउटा गुराँस पाए पनि खुसी त हुनु पर्यो नि के अड्केछ मुखमा जाउँ के देखाउनु रे नाना अमिना हजुरहरू ए ए ए त्यहाँ काँडा छ मैले अघि यो समाएको मैले यो समाएको म यस्तो समाउने मान्छे हो कि जङ्गल छ कि होइन मैले काँडा समाएर ल्याउनुहोस् मलाई प्रपोज गर्नुहोस् जिन्दगीमा कति मान्छे आए गए तर मैले तिमी जस्तो राम्री मान्छे कहिले देखिनँ तिमी नै हो मेरो मनले खाएको तिमी नै हो मेरो चक्क खोलेर म तिमीसँग आउँदैछु आई लभ यु सानु लभ यु टु हेर्नुहोस् बसन्त ऋतुको सुरुवात भयो त्यही भएर यति राम्रो राम्रो मुनाहरू पलाइरहेको छ हावा त यस्तो खेलिरहेको छ घुम्नुमा उडाएर काठमाडौँ पुऱ्याउन सकिन्छ है भक्तपुरबाट एकैचोटि उठाउँदै हुन्छ तल एकजना चाहिँ हामी खान्छौँ यो देउटाउराको हामी धेरै जङ्गल पुगेकन गुराँस टिपी ओरी फर्किने पर्यो चल्यो सिरिरे म बजाउँछु मुनाले तेरे तिमी नाच फेरि अब हाम्रो टोली डल्ला आदि पर्खिराख्नु भएको छ जानुपर्ने हुन्छ किनभने हामीलाई मार्नुहुन्छ अरे मात्र फोटो खिच्ने भने चाहिँ लजाउँ टाढा टाढामा आएको आज चाहिँ गर्मीको याम सुरु भइसकेछ त्यही भएर आज गर्मीको याम सुरु भएर एकदमै ज्याकेट बाक्लो लगाएर आइएछ Feeling lonely, the stars seem far away. When it हामी चाहिँ माथि भ्यू टावरमा गुराँस टिप्न गएका थियौँ अनि अहिले चाहिँ गुराँस टिपी ओरी रुम फर्किँदै थियौँ फर्किँदै बाटोमा यति राम्रो सिन देखेर भिडियो फोटो लिँदैछौँ हाम्रो टोलीहरूमा यतिजना छौँ बाई बाई सबैजनालाई गुड नाइट बाई बाई प्लिज लाइक शेयर सब्स्क्राइब ओके यस्तै भिडियो लिएर फेरि हामी एकदमै चाँडो आउनेवाला छौँ धन्यवाद भन्नु धन्यवाद फाइनल्ली म साथीहरू रुम आइसकेँ आजको भिडियो पनि के कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला र लाइक सेयर सब्सक्राइब चाहिँ अवश्य गरिदिनु होला भन्दै सबैजनालाई गुड नाइट बाई बाई